वेलकम टु माई ब्लग साथीभाइहरू। ठ्याक्कै बस पनि आएको छ। यो बस चढेर आज हामी कहाँ जानु लाग्यो सन्देश? हामी जुलिङ्गम जानु लाग्यो। ल रन्डी I don't know why it's not stop fucking let's go to the another stop. साथी भेटिँदैन होला हौ। पहिलो बसले नै हामीलाई छोडिदिइसकेको छ साथीभाइ। I don't know what the fuck is happening with that bus. I don't know about it. रन्डीको पनि बसलाई यस्तो हान्छु न सिक्ने कुर्दैन यार हामीलाई। कहाँ गयो? फकिङ हान्दियो सिक्ने पापा बनाइदियो। रोकेन साथीभाइहरू। ओए अब के गर्ने त साथी? ट्रेन छैन र। फाइनली हामीले अर्को सेकेन्ड समात्यो। सेकेन्डबाट साथी हामी कहाँ जान्छौँ आज? लन्डनमा छैन यार यो युएसपीको बेला छ नि साथीको बेला छैन नि यो ल छ हो साथी। यो दुइटै छ हौ। तिमी भनेपछि लन्डनको पुरानो बसहरू चलाएर साथी नयाँ लेटेस्ट बस किन चढाएको छैन ओल्डवाला मात्रै चढाएर साथीभाइ। अनि आज चाहिँ हामी के अरे त्यो पार्कको नामै बिर्सेँ साथी यार। जान लाग्यो ठाउँ जिलिङगमको पार्क हो तर स्पोर्ट्स सेन्टर समथिङ के नाम च्याटम स्पोर्ट्स सेन्टर त्यस्तै छ। हेरौँ के छ। आइस स्केटिङ जस्तै गर्ने छ। अनि त्यसपछि रोलर कोस्टर जस्तो छ। सबै जस्तो मात्र हो त्यसको सिमिल्यारिटिज मात्रै भनेर है। त्यो एक्ज्याक्टली त्यही हो चाहिँ भनेको छैन। यो सरप्राइज हो क्या त्यही भएर सरप्राइज हो। केही प्लानै थिएन। बिहान उठियो। अब हाम्रो एउटा दाइ कहाँ हिँड्दै थाहा भएन। जाने चाहिँ हाम्रो बिच जाने प्लान गरेको थियो आज। कोल्डस्टोन बिच जाने प्लान गरेको थियो। वेदर आज अलिकति जाडो रहेछ। जाडो भयो। त्यही भएर पनि अब यस्तो आज पार्कतिरै गयो भने रमाइलो हान्दिउँ न। जाने भनेपछि जाने भने बस अब हेरौँ गएर के त्यो चाहिँ कदापि होइन तर पनि मान्थ्यो। यस्तो अनकन्टा ठाउँमा ल्याएर झारिदिएको छ साथीले मलाई घुम्न ल्याएको रे। नमादिने एउटा बाटो छ गतिले हिँड्ने ठाउँ। एउटा बाटो छैन गतिले हिँड्ने ठाउँ। हामी चाहिँ घुम्न आएको अब यहाँ कहाँ घुम्ने? यो जङ्गल घुमाउने हो साथी। सुत्रो टिप्ने काफल साफल टिप्ने। ओए पारी यहाँबाट हिँड्ने बाटै छैन दोस्त। साथी मुत्न जाने झाडी हो क्या यो। ल यस्तो ठाउँ हामी घुम्न आइरहेछौँ यार। साथी बाटो त म्यापले देखाएको यही हो। ल साथीभाइहरू अब 1 मिनट पछि हामी फेरि भ्लग सुरु गर्छौँ। साथी यो त गजडी अड्डा जस्तो छ हौ। बाटै यही देखाइरहेछ। What the fuck? साथीले त आज जङ्गल सफारी आउनु पर्यो त यार। जङ्गल डुलाइदियो यार। साथी एक बनाएर हानेर हिँड्ने हो कि के छ विचार? होइन दामी ठाउँ आइहाल्यो नि साथी। निकाले साथी यो त कस्तो ओ मुजी सर्प आउला है रन्डीको बान यार। हुन त सर्प छैन। भेनमस स्नेक छैन यहाँ छन त खासै। क्या बबाल ठाउँ है। क्या मजाको ठाउँमा आएछ। ल्यायो साथीले ल्यायो है। गाउँ ल खिचिदिउँ न त ल एकैछिनै हामी फोटो सेसन गरेर ब्याक टु ब्लग हुन्छ। पुता हेर्नु कस्तो दामी देखिरहेछ यार। गाउँ बारीमा आइयो घुम्नु हिँडेको। यस्तो हेर्नु कहाँ ल्यायो साथीले। यस्तो ठाउँमा छौँ हामीमा। गलतै ठाउँमा आइयो जस्तो लाग्यो साथी। जाउँ मुजी यहाँबाट सिधै तल झरौँ रोड। यत्रो दोरानपछि फाइनल्ली रोड निस्किसकेका छौँ हामी। फाइनल्ली आफ्टर लङ टाइम वी वेन्ट ब्याक टु आवर रोड साथी।
कस्तो लागिरहेछ त तिमीलाई अहिले त्यत्रो गाउँबारी हिँडेर यहाँ रोड निस्किँदाखेरि बबाल भयो बबाल एक्सपिरियन्स होस् बबाल भइरहेछ हाम्रो सन्देश अगाडि हिँडिरहेछ म पछाडि हिँडिरहेको छु गाउँबारी हिँडेर फाइनल्ली रोडमा आइपुगेका छौँ हामी साथी अब चाहिँ गलत ट्र्याक नजाउँ यो त्यो माथि गाउँबारीबाट हामी हिँड्दै यहाँ यता कता निस्केर हामी बल्ल आयो अझै टर्न राइट रे अब फलो नगर्नु गुगल म्यापलाई अब केलाई फलो गर्ने त स्काई सेन्टर ऊ साथी बल्ल देखेँ मैले एउटा बोर्ड देखेँ स्काई सेन्टर त्यहाँनिर ठिक छ गाडी किन्नै पर्ला जस्तो हो एउटा रोन्डी गाडी खुट्टा बिजाइदेला भन्ने डर ल अब त्यहीँ पुगेर we are here to do propaganda ride and he's toboggan yeah brother you good yes sir very much. Have you been on before? No, this is our first time. No worries. So fairly simple. Got your toboggan cart. You're going to be in complete control of it when you go around the track. So when you push the lever down forward, moves you faster. Tap towards you will slow you down. Okay. It's very important you're cautious. So if you do see each other around the track, make sure you leave a little bit of a gap. Then around the final corner, you've got yellow markings, big banner above your head. Slow down, okay? Okay, thank you, brother. No worries. Alright, let's jump on the front too. We go from over here, right? Yeah, so you start here, go around the corner, you hook onto a cable, it takes you to the very top, then once you get to the top, you push the lever down, start going round, end up at the bottom here. Okay. बस तिमी बस न म सेकेन्डमा बस्छु Let's see like this, right? Yeah, okay, brother. Once you get onto the conveyor belt, just jump off to my side, down. If there are people waiting, you'll have to go back to the other side. If not, just jump on the front, okay? Okay, brother. Let's go, brother. When you're ready at the front, all the way down forward. Yeah, it's like fun. It's like fun. Okay, we have to keep distance. Okay, brother. ल साथीभाइहरू मस्त हानिरहेको छौँ हामी चाहिँ Now, okay, brother, see you. Yeah, now it's been fun. Oh, यसरी तान्दो रहेछ नि त ए मजा आउँदो रहेछ यार यसलाई मस्त हान्यो भने त्यसरी साह्रै सन्देश कहाँ पुग्यो यार ओए मजा आइरहेछ यसलाई यत्तिकै यसलाई लात्तीले थिचिदिने हो क्या या मजा आउँदो रहेछ यार मजा आउँदो रहेछ साथीभाइहरू हामी चाहिँ अहिले माथि गइरहेछौँ त्योबाट ओ माथि 9 पाउन्डको पो हो त यार रमाइलो हुँदो रहेछ साथीभाइहरू त्यही होला क्या यहाँ छ क्या साथी ट्र्याकहरू यता क्या मजा आइरहेछ साथीभाइहरू आफ्टर लङ टाइम धेरै पछि घुम्न निस्केको आज हामी अनि इफ लिफ्ट स्टप स्टे अन द टप रेज एन्ड वेट फर द अपरेटर ओके कस्तो उता चाहिँ स्की हान्ने ठाउँ छ यो चाहिँ स्की हान्ने ठाउँ माथिबाट सर्रै स्नो त्यो छैन त्यो मुझे डोरीहरू त्यो फुटसलमा हुने जस्तो ग्रासमा चिप्लिने रहेछ त्यो चाहिँ त्यो पनि दामी छ अहिले मन लाग्यो भने सायद त्यसको लागि चाहिँ ट्रेनिङै हुनुपर्ने रहेछ नभए गर्न नमिल्ने भन्ने जस्तो कुरा आयो त्यहाँनिर रिसेप्सनमा बुझ्दाखेरि र ठिकै छ यही होइन हान्ने ए क्या मजा आयो ठाउँमा आयो रैला हुने रहेछ रैला डाँडोमा डर लाग्यो रन्डीको भन्नु मजा आउने रहेछ मजा आउने रहेछ स्लो डाउन मजा अलिकति स्लो हानौँ सन्देश
छोड न मुजी लिभर म आइसके गर्नु पर्दैन स्लो स्लो हिँड लामो नो प्रब्लम मजा आउँदो रहेछ यार मजा आउँदो रहेछ यार रमाइलो रहेछ यार रमाइलो अलिकति स्लो गरौँ साथी सक्यो अब हाम्रो सक्यो आइपुग्यो साथीभाइहरू फाइनल्ली 2 वे हो नि होइन दुईचोटि होइन खोइ Okay, brother. It's been fun, brother. Oh, after a long time, रमाइलो हुँदो रहेछ फेरि one shot पाउँदैछौँ हामीले फेरि again one shot. Now we know how to ride it. ल सन्देश जाऊ. Oh, what the? Is there any dangers if you don't slow down? No, we really advise you to slow down if there is somebody in front of you. No, Obviously, if after- you're going a bit slower, then There's a curve. yeah. If you don't slow down, there's any danger. It isn't like you're cart's gonna come off the track. The cart may, I don't know, you may fall off the cart, but yeah, you just need to be sensible when going around. So it's for your Okay. own safety, really, if you do break it. Okay, brother. Let's go, bro. It's been fun, brother. Yeah? Really, it's been fun. Yeah, I like it. Shall I go? Ready? We're good to go, okay? Okay, brother. See you again. Oh my gosh, after a long time, it's been fun. Very यही ट्र्याकमा रमाइलो भइरहेछ तर तान्छ अब त चिल हान्ने हो यसमा आनन्दले बस्ने हो यहाँ आनन्दले बस्ने हो क्या रमाइलो हुँदो रहेछ यार क्या मजा आयो सन्देश रमाइलो भएन त सन्देश अब चाहिँ म तिम्रो पछाडि हुन्छु म त ब्रेकै हान्दिनँ मुला क्या मजा आउने यार लास्ट यस्तो मजा आउने रहेछ रमाइलो मजा लाग्यो मलाई चाहिँ वर्थ इट 9 पाउन्ड पनि ठिकै हो लास्ट मजा आयो यार लास्टमा खुसी अब त्यहाँ माथिबाट यस्तो बवालगिरी झर्छ होइन मजा छुट्टै छ क्या अब यहाँ कतिखेर मलाई यो टपमा पुगेर सर्र झर्न मन लाग्यो क्या अब थोप्पै ब्रेक हान्दिनँ अब त म लडोस् मरोस् खुट्टा भाँचियोस् मतलब छैन खुट्टा भाँच्यो भने नि यहाँ खेल्दाखेरि लड्या भनेर यहाँलाई इन्सुरेन्स क्लेम हान्न लगाएर युनिफी उठाउँछ आयो अब मजा आउँछ यो लिभर पुल डाउन हानिदिउँ यति गऱ्यो भने स्लो कुद्दो रहेछ यसलाई यस्तो गरेर हान्यो भने चाहिँ यस्तो मजा आउने रहेछ नि यहाँ यस्तो मजा आउने रहेछ नि स्लो त भुत्रो गर्दिन जसुकै होस् ल जामा कुद मुजी लडाउला जस्तो हुने रहेछ तर यहाँ चाहिँ हल्का स्लो हान्दिउँ भनेको हान्दिनँ पुरा गुड कुदा माछिले रैला मजा आउने यस्तो क्रप छ यार थुकै निस्क्यो मुखबाट ऱ्यालै आयो ऱ्याल यस्तो मजा आउने रहेछ यार मलाई त फेरि खेल्न मन लाग्यो कसम चाहिँ फेरि खेल्न मन लाग्यो Oh, it's been fun, man. It's been fun, totally fun. कस्तो लाग्यो सन्देश मजा आयो साथीभाइहरू रमाइलो लाग्यो मलाई चाहिँ It's been fun. It's been quite fun. बचपनको याद आयो
यो हान्न मन लागिरहेछ यसको लागि चाहिँ सायद के गर्नुपर्ने हो कि लडिन्छ होला नि त साथी यस्तो त जानेन भने म चाहिँ त्यहाँबाट लड्यो भनेर त यहाँबाट लड्दै उहीँ आइपुग्यो भने त तिमी र म त मऱ्यो त अनि